हेलो हेलो गाइजहरु वेलकम टु माई मिनी ब्लग। आज भने म यहाँ खसी चराउन आएको छु। के गर्नु, अघिबाट बिहानभरि पानी परेको थियो अनि हामीले मात्रै खाएर त पुगेन, यिनीहरूलाई पनि चाहियो। त्यसैले यहाँ खोलामा खसी चराउन आएको। यहाँ चढ्दैछ मजाले खसीहरू। यहाँ घाँस पनि छ, मजाले चरिरहेको छ, खाइरहेको छ। हामीले मान्छेले मात्रै खाएर भएन, बिहानभरि पानी परेको थियो अनि पानी परेको समयमा त यिनीहरूलाई केही पनि खाएको थिएनन्। त्यसैले अहिले हामीले खोलेर अनि घाँस चढ्दैछन्। अनि यता मेरो भदैहरू त अम्बाको रुखमा अम्बा निकाल्दैछन् अनि त्यहाँ अम्बाको रुखमा अम्बा टिप्दैछिन् मेरो भदै। अनि यता यहाँ खोलामा भने मजाले खसीहरू चढ्दैछन्। यति राम्रो घाँस पनि छ। अनि गाइजहरु देख्न सक्नुहुन्छ, ऊ त्यहाँ माथि डाँडा यस्तो बादलले घेरिएको यस्तो दामी भ्यू देखिरहेको छ। यहाँ हरियाली धानहरू रोपेको छ अनि एकदमै राम्रो छ। जताततै हरियाली नै हरियाली छ। अनि आज भने म यहाँ खसी चराउन आएको। के गर्नु, गाउँले जीवन यस्तै छ गाइजहरु, काम गर्नै पर्यो। काम नगरेर खाना चाहिँ मिल्दैन। साँझ बिहान खानको लागि काम चाहिँ गर्नु पर्यो। कि कसो हो गाइजहरु, कि हजुरहरूले काम नगरेर खान पाउनुहुन्छ? मैले त काम नगरेर खाना चाहिँ पाउँदिनँ है गाइजहरु। काम गर्नुपर्छ अनि बल्ल खाना मिल्छ, नत्र हातमुख जोड्न गाह्रै छ। गाह्रो छ, गाह्रो नगरी काम पुग्दैन। खाना साँझ र बिहान भने जस्तै हो। अहिले दिउँसो करिब 12:45 भएको छ अनि यस्तो पसिना आइसक्यो गाइजहरु। गर्मी भएको छ, के गर्नु, गर्मी भएर पनि खसी चराउनै पर्यो। हामीले मात्रै खाएर त पुगेन। अनि त्यसैले जति गर्मी भए पनि खसी चराइरहेको छु। चरिरहेको छ मजाले। चरेपछि त चराउन मन लाग्छ, नचरेपछि मात्रै हो। एकदम राम्रोसँग चरिरहेको छ। मलाई पनि अम्बा लिएर आइज ल। लिएर आइजाऊ छिटो। त्यो अम्बाको रुख हो। अनि हेलो गाइजहरु, मैले चाहिँ अम्बा पाइसकेको छु। म चाहिँ खाँदैछु। एकदम मिठो छ गाइजहरु अम्बा। हेलो गाइजहरु, यहाँ भोग लागेर मेरो भदैहरूले यहाँ खानेकुरा ल्याइसकेको छन्। खानेकुरा के भन्ने, चटनी देखा न, चटनी अनि त्यसपछि अम्बा स्याउ ल्याइसकेको छन्। अब हामी खान्छौँ। के गर्नु, खसी चराएर मात्रै पुगेन, हामीले पनि भोग लाग्यो। अहिले गाइजहरु 1 बजिसक्यो, भोग लागिसक्यो। अब हामी खान्छौँ। छाताको व्यवस्था पनि छ हाम्रो। अब हामी यो अम्बा काटकुट गरेर अनि नुन खुर्सानीसँग मिठो बनाएर खान्छौँ। हामी त्यो पनि देखाउनेछौँ, खाना पनि देखाउनेछौँ। हेलो गाइजहरु, मैले चाहिँ अम्बा स्याउ काटेर सकिसकेको छु। अब हामी नुन खुर्सानी अम्बा खान्छौँ है त, कस्तो हुन्छ। एकदम मिठो छ गाइजहरु। हजुरहरू पनि खाने होला यसरी। देखिरहेको भ्यू यति राम्रो देखिरहेको छ गाइजहरु। यति घाम पनि छैन, उम्सो छ। त्यस्तो घाम पनि लागेको छैन। खसीहरू मजाले चरिरहेको छ। अनि यता अम्बा नुन खुर्सानी खाइरहेका छौँ। यी मेरो साथीहरू हुन्, मेरो घरको साथी भदै पनि साथी पनि। हेलो गाइजहरु, हामी गोठालामा चाहिँ गोठाला राख्दै खसी हेर्दै हामी गोटी खेल्दैछौँ। 5वटा गोटी हजुरहरूले खेल्नु भएको थियो कि थिएन? हामी चाहिँ खेल्थ्यौँ गाइजहरु। अनि अहिले पनि हामी खेल्दैछौँ। मेरो भदै र म खेलौँ है त। यस्तो झिक्सी यस्तो हाडी कि मगाले मिर्ची 4वटा। मैले जितेँ गाइजहरु, मेरो चाहिँ पहिलो पालो आयो। जस्तो हुन्छ तँलाई त्यसमा हामी चाहिँ यता यो गेम खेल्दैछौँ अनि उता खसीहरू चढ्दैछन् मजाले।
हेलो गाइजहरू, हाम्रो चाहिँ जतिवटा खसी छ गोठाला पनि हामी त्यति आएका छौँ। देख्न सक्नुहुन्छ हामी चाहिँ गोठालाहरू मजाले चरिरहेको छ। आधा खसीहरू बसिरहेको छ, कोही कोही चरिरहेको छ, कोही कोही बसिरहेको छ। अनि यता रमाइलो गर्दै टिकटक बनाउँदै यहाँ खसी चराइरहेका छौँ। हामी सबै घरको हामी जतिवटा खसी छन् त्यतिवटा गोठाला छौँ कि गाइजहरू। 5वटा गोठाला 5वटा खसी, 5वटा गोठाला 5वटा खसी। सबैले लाइक गरिदिनु होला भन। लाइक गरिदिनु होला, लाइक कमेन्ट सब्स्क्राइब सब गरिदिनु होला। हेलो गाइस, बाइ बाइ बाई बाई गाइजहरू। बाइ बाइ। आजको लागि यति नै। हजुरहरूलाई मन पर्यो भने कमेन्ट गर्नु होला। म फेरि पनि यस्तै यस्तै भिडियोहरू ल्याएर आउनेछु। बाई बाई। गाउँले केटी यो चाहिँ गाउँले केटो। यो गाउँले केटी